विदेशमा बस्ने नेपालीको धेरै ठुलो सपना चाहिँ होइन। जस्ट नेपालमा प्रवेश गर्दाखेरि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चाहिँ सहज होस् र नेपालमा पुग्दाखेरि आफूलाई गर्व फिल होस्। त्यहाँको प्रशासन, त्यहाँको सुशासनको कुराहरू, त्यहाँको प्रहरी प्रशासनको कुरा, सुशासनको कुराहरू, कुनै पनि कामहरू गर्दाखेरि सहज होस्। अनि त्यसपछि नेपालमा पूर्व मेची महाकाली होस् अथवा हिमालदेखि तराईसम्मको जुन किसिमको विकास, यातायात, ठुला रोड रचनाहरू, स्वास्थ्यको कुरा, खानेपानीको कुरा लगायत मान्छेहरूलाई जुन बेसिक रूपमा चाहिने चिजहरू छ नि त्यो सहज रूपमा प्राप्त भयो भने र मजाले एउटा कुनै पहाडको डाँडामा बसेर त्यहाँको सिनहरू हेर्ने, त्यहाँ इन्जोय गर्ने, जसले टुरिज्मलाई पनि सपोर्ट गर्ने भयो। त्यस्तै गरेर होइन म यहीँ बस्छु अथवा लगानी गर्छु, म केही इन्भेस्टमेन्ट गर्छु, बिजनेस गर्छु अथवा समथिङ केही गर्छु भन्दाखेरि त्यो किसिमको एउटा माहौल सहज रूपमा होस्। विदेशमा बसेर काम गरिरहने मानिसलाई म बाहिर कति बस्ने, अब चाहिँ नेपालमै गएर म पनि अब केही गर्छु भन्ने एउटा माहौल बनोस्।